Good morning everyone. So today I'm going to vlog for the whole day because we are celebrating 25th December. It's outing. So I'm ready. So after such a long time back, I'm recording again. Sorry for the video quality because my camera is quite bad. It's cracked over there. So yeah, I want to show you my team. देखो ना guys, देखो ना guys, देखो ना, देखो ना guys, इधर भी, इधर यहाँ चाहिँ हाम्रो टिम आइसकेको छ. आधी टिम चाहिँ उता रेडी भएर बसिरहेको छ. यहाँ चाहिँ मेरो बडा, हेलो भनिदिनु. हेलो, हाई. यहाँ चाहिँ बडी, हेलो बडी. हो लिजा के भन्नु छ? आन्टी यहाँ चाहिँ वान म्यान आर्मी हुनुहुन्छ. हेलो गरिदिनु न. यसु भाइ, जय मेसी. यो चाहिँ मेरो भाइ हो. कमेन्ट गर्नुहोस् होला यसको त मेरो अनुहार मिल्छ कि मिल्दैन. मेरो साइडमा लुतेको पनि फोटो राख्छु. ओके. अनि यहाँ चाहिँ मेरो हिस्से बहिनी है, अभिषेकको साथी. हेर्दै गर्नु होला. अनि यहाँ चाहिँ म छु हो. अनि आजको दिनभरिको भ्लग बनाउन गइरहेको छौँ हामी. लामो छोटो के हुन्छ थाहा छैन है, तर वी आर गोइङ टु एन्जोय टुडे. टिल देन स्टे ट्युन. देखो ना गाइस, देखो ना जलपरी बी. आम्बो आज यसलाई राम्रै देखेँ. यहाँ चाहिँ हाम्रो पास्टर अङ्कल हुनुहुन्छ. पास्टर अङ्कल एल्भिन भाइ. एल्भिन भाइ हेलो भन्ने. यहाँ चाहिँ पास्टर अङ्कलको छोरा हो एल्भिन. अनि उहाँ चाहिँ पास्टर अङ्कल. मेरी क्रिसमस. मेरी क्रिसमस. यहाँ चाहिँ हामी चाहिँ यस्तो भइरहेको छ हो. स्टिल वी आर एक्साइटेड. त्यस्तै छ. हामी चाहिँ बसमा छ. यहाँ कतिजना हो? यहाँनिर चाहिँ अन्डा फिर्दैछ. के भन्नु छ आजको मेसेज? हेर्नु सक्नुहुन्छ यहाँ पनि काम हुँदैछ. अनि यहाँबाट पनि हाम्रो काम हुँदैछ. चिया बनाउँदैछ अहिले चाहिँ यहाँनिर. के भन्नु छ? अनि यहाँ चाहिँ हाम्रो आधा टिमहरू छ हो. यस. यहाँनिर चाहिँ के गर्दैछ भन्दाखेरि चाहिँ के लाउँदैछ? सागसब्जीहरू. सनी आन्टीहरू हुन्छ हाम्रो. यहाँ चाहिँ यसु भाइ हुनुहुन्छ हो. आइम नट टेकिङ पिक्चर्स ब्रो, आइम जस्ट भ्लगिङ. जय मेसी सबैजनालाई. I Yasu Gurung from class 10 student of Lumsi Secondary School. Today I introduce myself. First of all I give thanks to our Pastor Jiu to giving me chance to introduce myself. My name is Yasu Gurung. My name is Yasu Gurung and I am from Elohim Victory Church in Lumsi, and we are coming to enjoy our picnic. There are our all church members. Thank you for giving chance. हजुर. कस्तो भयो? कस्तो भएछ? मिठो है. लास्टको त्यो फ्राईमा त नुनै थिएन रहेछ. अन्डा खाँदा पो चाल पायो. एकदम राम्रो थियो. हाम्रो सेफले लागि बनाउनु भयो. धन्यवाद.
गाइस यहाँनिर चाहिँ दिस इज चिकन हो वाउ स्मेल यहाँ त के छैन रहेछ यहाँ चाहिँ दाल छ हो यहाँ चाहिँ सब्जी पाक्दैछ चाहिँ फुपूले पापड पोल्नु हुँदैछ मेरी क्रिसमस आज चाहिँ हामी पापा माम यता सब्जी पाक्दैछ म पापा खुवाइको छु यहाँ दिदीहरू सघाउनु हुँदैछ चाहिँ पापड पोल्दैछ यहाँ They are having lunch. लाइनमा छ यहाँ सर्भिङ गर्नेहरू अनि पर चाहिँ आश्रमकोमा हुन्छ कस्तो भएछ बडा दामी भएछ बोजू कस्तो भएछ यहाँ चाहिँ बेबी सुतिरहेको छ यहाँ चाहिँ एल्भिन भाइ र यसु भाइ छ खाँदैछ यहाँ चाहिँ पास्टर अङ्कल हजुर होइन अङ्कल राखिराख्नुपर्छ मेमोरिज हुन्छ नाना भन न नाना 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 नानाको खाना नानाको खाना आमा मामा बाय दा यसले जित एन्जल एन्जल भयो चाहिँ मेरो बडा र बोजू हुनुहुन्छ के गर्नु भएको के गम्भीर गफ चल्दैछ यहाँ चाहिँ बहिनी हुनुहुन्छ हाम्रो चर्चको एलिसा अब प्लेटले यस्तो गरेको आउँछ है के भन्नु छ बोजू देखो न गाइज देखो न लड्डू खा रही है देखो न हमें नहीं दिया लड्डू अब मलाई लड्डू चाहियो दिनु मलाई लड्डू खाँदैन के भन्नु छ आजको क्रिसमस रातभरि लड्डू पहिला निलिसक्नु हाल्नु यस टेल क्रिसमस 25 तारिक को एन्जॉय गर्नु मजा आयो मजा आयो
के भन्नु छ साथीहरूलाई यहाँ मेरो साथीहरूलाई भ्युवर्सहरूलाई त्यही भन्नु छैन अबि मेरी क्रिसमस पनि छैन मेरी क्रिसमस अन्त आशिष आशिष भनिदिनु सबैजनालाई आशिष कस्तो आशिष अब आशिष त भन्नु पर्यो गड ब्लेस यु गड ब्लेस यु अन्त के भन्नु त्यति त्यति मात्रै बाई बाई भन्नु बाई सपनेरदेखि येशू पछाडि बस्छ त येशू त जहिले अगाडि भन्नु त कहाँ येशू पछाडि बस्छ येशूदेखि यता चाहिँ ह्याप्पी क्रिसमस है त्यहाँबाट मेरी क्रिसमस आस्तो पर्छ हामी सबैजना ताली बजाउनेछौँ मानिसको मिला